पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह बारक होस्। आज म तपाईँहरूको बिचमा यसरी स्वागत गर्छु। हामीले गरिबहरूलाई ख्याल गर्नुपर्छ, गरिबहरूलाई वास्ता गर्नुपर्छ। भजन सङ्ग्रह 41 को 1 ले यो कुरालाई बताएको छ। परमेश्वरले हामीलाई न्याय र करुणामय जीवन बिताउन बोलाउनु भएको छ। हाम्रो विश्वासलाई नाप्ने कडी भनेको उपेक्षित वर्गहरू, भोका वर्गहरू, समाजमा पेलेका वर्गहरूलाई नबिर्सिनु हो र उनीहरूलाई उचित ढङ्गले न्यायोचित व्यवहार गर्नु हो। धर्मशास्त्रले यही सिकाउँछ। परमेश्वरले सबैलाई बराबरी प्रेम गर्नुहुन्छ। जहाँ परमेश्वरको प्रेम पुगेको छैन त्यहाँ आशाको दियो बाल्ने काम परमेश्वरले गर्नुहुन्छ। त्यो आशाको दियो भनेको गरिबहरूको बस्ती बस्तीमा लिएर जान येशूले तपाईँ र मलाई भन्नुभएको छ। के तपाईँ र म गरिबहरूको बस्तीमा त्यो आशाको दियो लिएर जान सक्छौँ? गरिब र विपन्नहरूले हाम्रो मानवतालाई सम्झाउँछ। जब हामी गाउँमा हाम्रो बसेको ठाउँमा गरिब र विपन्न छन्, खाना पाउँदैनन्, उनीहरू लाउन पाउँदैनन्, उनीहरू बेरोजगार छन् र यो अवस्थामा उनीहरूको सेवा गर्नु महत्त्वपूर्ण कुरा हो। हामीले पाएको आशीर्वाद गरिबहरूलाई बाँड्नुपर्छ। अरूलाई उठाउनु केवल सामाजिक जिम्मेवारी मात्र होइन, परमेश्वरको राज्य पृथ्वीमा ल्याउने महत्त्वपूर्ण काम हो। आज हामी हृदय खोलौँ र हाम्रो हात खोलौँ, कसैलाई नबिर्सौँ, कसैलाई नछोडौँ। काम बिनाको विश्वास शून्य हो, न्याय बिनाको प्रेमको काम छैन। गरिबको सेवा गरौँ, परमेश्वरलाई सम्मान गर्नु बराबर हो। यसकारण तपाईँ र म गरिबको सेवा गर्ने कार्यमा निरन्तर लागिरहौँ। यो क्रिसमसको समयमा परमेश्वरले तपाईँ र मलाई यही प्रेम बाँड्न बोलाउनु भएको छ। यो प्रेम बाँडौँ र स्वर्गको राज्यलाई पृथ्वीको नजिक ल्याउँ भन्ने सन्देश तपाईँलाई दिन चाहन्छु। परमेश्वरले तपाईँको जीवनमा काम गर्नुभएको छ। आमेन।